र फेरि पनि तपाईहरुलाई मेरो मिनी ब्लगमा स्वागत छ है। र आज भने चाहिँ म यो लुप ब्रिज सेलरोटी गोलाई भएर कहाँ जाँदैछु भन्दाखेरि चाहिँ हामी चाहिँ अहिले आसाम जाँदैछ हो। अनि हामी चाहिँ यहाँ एनजेपी नि पुगिसक्यो। अनि एनजेपी पुगेर चाहिँ यस्तो गरम थियो हो, अनि यहाँ पसिना पनि आउँदै थियो कलकल। अनि हामी चाहिँ स्टेसनमा पुगेर चाहिँ त्यहाँ ट्रेन हेऱ्यो है। अनि ट्रेन चाहिँ आएको थिएन, अनि एकछिन पर्खिनु पर्यो। अनि त्यसको बादमा चाहिँ ट्रेन आयो हो। अनि चाहिँ हामी ट्रेन भएको ठाउँमा गयो। अनि ट्रेनमा चढेर चाहिँ हामी लाग्यो है त। जाँदाखेरि चाहिँ कफ गर्दै जाँदै थियो है। अनि बाटोघाटो यसो रमाइलो हेर्दै जाँदै गर्दाखेरि चाहिँ अलिक पर पुगेर चाहिँ भोक लागेको जस्तो भयो। अनि त ब्रेड सेड खानु थाल्यो हो। अनि त्यहाँदेखि चाहिँ एकछिन पछाडि चाहिँ सबैजना थाकेपछि त्यहाँदेखि रेस्ट गर्नु पऱ्यो भनेर सुत्नु गयो। म चाहिँ चिप्स खाँदै थिएँ। अनि त्यहाँदेखि हामी पुग्यो कामाख्या स्टेसन। कामाख्या स्टेसनबाट उत्रेर चाहिँ हामी रुमपट्टि गयो है। अनि रुममा पुगेर चाहिँ एकछिन खानासाना खाएर चाहिँ रेस्ट गऱ्यो है त। अनि अर्को भ्लग चाहिँ फेरि तपाईँहरूले भोलि आउँदैछ, हेर्नु नभुलिनु होला।